भेरी गुड मर्निङ गाइज। हजुरलाई स्वागत छ आजको भ्लगमा। र आजको भ्लग चाहिँ एकदम नेपालीमा हुनेछ होइन। अनि हजुरलाई लाग्न सक्छ कि मैले बोलेको नेपाली अरू के अरे अगर नेपालदेखि हेर्नुहुँदैछ भने अलिकति डिफ्रेन्स लाग्न सक्छ। किनभने अब हामी चाहिँ इन्डिया बस्ने मान्छे, मेरो घर चाहिँ मणिपुर हो होइन। अब हजुरलाई नयाँ धेरै मान्छेले चिन्ने पनि हुन्छ, चिन्ने पनि हुन्छ, मतलब जसले यो अगर मेरो साथीले हेर्नुहुँदैछ भने थाहा नै छ अभियसली। अरू कसैले हेर्नुहुँदैछ भने म चाहिँ इन्डिया हो मेरो घर, म मणिपुरमा बस्छु र अहिले हाल फिलहाल चाहिँ दुबई बस्दै आएको छु। दुबई म DIP1 भन्ने ठाउँमा छु, दुबई इन्भेस्टमेन्ट पार्क। मैले सोचेँ कि अब इङ्ग्लिसमा धेरै बनाएँ, त्यस्तो राम्रो खासै रेस्पोन्सहरू आएन। त मैले सोचेँ कि होइन एटलिस्ट एउटा भ्लग चाहिँ हाम्रो नेपालीमा पनि बनाइहेरौँ न, के कस्तो अडियन्सहरू कस्तो हुनुहुन्छ, कतिको भ्युज आउँदो रहेछ भनेर। अहिले खासै नआउला र पनि ट्राई गर्दै गर्दै दुईवटा भिडियो हाल्ने हो, त्यसपछि हेर्ने हो। अब म पनि भर्खर उठेछु होइन, यहाँ बेडहरू मिलाएको छैन, हेर्न सक्छु बेडहरू मिलाएको छैन। र आज एकदम रुमको नि एकदम डिप्लिन हान्नु छ। हिजो के अरे छुट्टी छ मेरो, र हिजो यसो आफ्नो लुगाहरू के जुत्ता चाहिँ धोइधाइ गरिसकेँ। आज मेन काम भनेको एकदम फ्लोर क्लिन गर्नु छ। यहाँ अहिले कक्रोचको मात्रा धेरै बढेको छ। यसलाई अब यसको अलिअलि भाइरस स्प्रेसहरू किनेर अलिअलि कक्रोच पनि मार्न, आज कक्रोच हत्या पनि गर्नुपर्ने छ होइन। र त्यही हो आजको प्लान है। यो भिडियो हेर्दै गर्नुहोस् होला। भरे म यसो बाहिर मेरो हेयर कटिङ गर्न गएको बेला यस्तो हजुरलाई वरिपरि देखाउने छु कस्तो छ म बसेको ठाउँ भनेर। यो चाहिँ हाम्रो बाल्कनीदेखि चाहिँ यो भ्यू देख्छ। यो उता अपोजिटमा भएको बिल्डिङ पनि हाम्रो एकोमोडेसन हो त्यो। र त्यो चाहिँ हाम्रो मेन एकोमोडेसन हो, मेरिटको मेन एकोमोडेसन त्यही हो हाम्रो। यो चाहिँ अब त्यहाँ स्पेस नभएर हामीलाई यो रुम प्रोभाइड गरेको छ। त यो चाहिँ हाम्रो रुम भयो। यस्तै हो, केटा मान्छेको रुम साफ त छैन। हाम्रो रुम चाहिँ यो भयो। ओके गाइस, एकछिनमा भेटौँ, बाई बाई। सो गाइस, अब चाहिँ म रुम सफा गर्न आँटेको र क्विकली रुमहरू सफा गरेर अहिले यहाँ साथीको रुममा आज खाना बनाउने जस्तो हाम्रो प्लान भएको छ। सो खाना चाहिँ सब्जी बनाउने, खाना चाहिँ क्याफेटेरियादेखि लिएर खाना लिएर राइस लिएर आएर खाने हो। त्योभन्दा अगाडि म क्विकली रुम सफा गरेर अनि मार्केट गएर सब्जी लिएर त्यहाँ जानेछु। Let's get started. सो आइ एम ब्याक वन्स अगेन। रुम क्लिनिङ भइसकेको छ। अब म के गर्छु भने यो टिफिन लिएर जाँदैछु। यसमा चाहिँ खाना भएर ल्याउने अनि साथीको रुममा लिएर जाने होइन। अनि त्यहाँ उसले तरकारी बनाउँदैछ। अनि म अब पहिला जान्छु, म गएर रायोको साग किनेर लिएर आउँछु। अनि रायोको साग लिएपछि त्यो उसलाई दिन्छु अनि फेरि गएर खाना लिएर आउँछु। त्यसको लागि वालेट बोक्नु पऱ्यो। ल जाऊँ है त। म चाहिँ रुमदेखि निस्किसकेको छु अहिले। अनि यो चाहिँ हाम्रो कोरिडोर भयो रुमको। अनि सिधै म एउटा तल ग्रोसरी स्टोर छ, त्यहाँनिर सब्जीहरू सबै मिक्स्ड आइटम्सहरू पाउँछ। त्यहाँदेखि गएर साग लिन्छु, त्यसपछि क्याफेटेरिया जान्छु, खाना लिन्छु, सिधै रुममा है त। र अहिले म बाहिर आइसकिसकेँ। अब यहाँ अलिकति 1 मिनट जस्तो हिँड्नुपर्छ दोकान पुग्नुको लागि। साथीहरू दोकान चाहिँ त्यही हो। अब यहाँनिर देख्नुहुन्छ होला। र म त्यहाँदेखि जान्छु, सागहरू लिएर म निस्किन्छु, त्यसपछि भिडियो कन्टिन्यू गर्छु। गाइस, मैले साग किनेँ होइन। यो रायोको साग 1 दिराममा किनेको। कति सानो मुटो छ हेर्नुहोस् त। 1 दिराम भनेको इन्डियाको त्यही 23 रुपियाँ 70 पैसा जति समथिङ हुन्छ। 23 रुपियाँको साग हो कि यो। यहाँ आएपछि हुन्छ नि, यहाँ आएपछि यस्तो कम्पेयर गर्न थाल्नु हुन्छ चाहिँ महँगो क्या। त्यही सुरुमा चाहिँ धेरै कम्पेयर गरिन्थ्यो होइन। सुरुमा आएको बेला त हर चिजमा कम्पेयर गरिन्थ्यो। अहिले यहाँ आइकन चाहिँ त्यो जस्तो युज टु हुँदो रहेछ। अब यहीँको अब करेन्सीमा स्पेन्ड गरेपछि होइन, उहाँको सोच्नै मिलेन नि। अब म चाहिँ क्याफेटेरिया आइसकेँ। यहाँदेखि खाना लिन्छु अलिकति।
खाना हालेर सिधै साथीको रुममा जाने। हाम्रो क्याफेटेरिया चाहिँ यही हो। सो राइस पनि भयो, राइस पनि लिएँ मैले। एउटा एक टिफिन राइसले, त्यसमा 2टा जस्तो रोटी हालेँ। अनि अब सिधै जाने, तरकारी बनाउने, खाने, यही छ आजको। त्यसपछि भएर सुत्ने होइन। छुट्टीमा त यही त हो, खायो सुत्यो। घुम्न जाने हुँदाखेरि यस्तो गर्मी चाहिँ, त्यही भएर अलिक पछि अब त गर्मी स्टार्ट हुँदै गयो। पहिला यहाँ घुम्ने भनेको चाहिँ जाडो महिनामा हो क्या, अक्टोबरदेखि लिएर अब जनवरी फेब्रुअरीसम्म ठिकै छ। मार्च लागेपछि गर्मी स्टार्ट हुन्छ। जुन जुलाईमा त के भन्ने साथै छैन, 50+ जान्छ होइन टेम्परेचर यहाँको। अहिले त ठिकै नै हो त्यो कम्पेयर गरिकन चाहिँ। र पनि छ होला 35 समथिङ छ अहिले पनि। अनि म बस्ने बिल्डिङ चाहिँ यो हो। यहाँ प्लास्टिक झुन्डेको देख्नुभयो? यस, यो रुम चाहिँ मेरो हो होइन। अनि यो रुम मेरो हो, तर हाम्रो मेन क्याफेटेरियाहरू, हाम्रो मेन बिल्डिङ चाहिँ यो हो। खाना खानु पऱ्यो भने यहाँ जानुपर्छ। र म रोड क्रस गरिहाल्छु। मेरो यो भयो, म चाहिँ अब जान्छु S2मा G8 साथीको रुम त्यहाँ हो। त्यहाँ गएर हामी खाना बनाउने छौँ। लेट्स गो। गड, हातै च्यापिनु खोज्छ छ। G1 to G4, हामी जाने G8मा, यो साइड। ल गाइस, रुम चाहिँ यही हो। मिस्टर रोनित, कता हो? ऊ चाहिँ आजको कुक हो है गाइस। यहाँ के बनाउँदैछ यहाँनिर। ऊ प्याज एकदम फ्राई हुँदैछ। अनि खै के छ भने हेर्नुहोस्, यो रुम चाहिँ ठुलो छ। जुन हाम्रो रुममा एउटा रुम मात्रै छ, तर यहाँ चाहिँ अलग अलग रुमहरू छ क्या। एउटा रुम त्यहाँ छ, वासरुम त्यो भयो, 2टा सेपरेट रुम्सहरू छ। यो चाहिँ हाम्रो भन्दा अलिक ठुलो छ, तर यहाँ 5 जना बस्छ, हामी 3 जना बस्छौँ। यो रुममा 5 जना बस्छ। त्यो ठुलो भएको अनुसार त्यस्तै मान्छे पनि ज्यादा छ। गाइस, अहिले मुभी हेर्दैछु म चाहिँ। जाने त मुभी awesome movie guys, awesome movie, you must watch it. यही हो यहाँ सेलुन चाहिँ, ग्रेस जेन्ट्स सेलुन होइन। यहाँनिर म यहीँ आउँछु। यहाँ 2टा मात्रै सेलुन छ यहाँनिर छेउछाउमा। यहाँ ऊ चाहिँ अलिक राम्रो काट्छ यहाँनिर, त्यही भएर यहाँ हेर्छु। यहाँ रेस्टुरेन्ट छ। अनि यसको यतापट्टि चाहिँ एउटा सुपर मार्केट छ, टुडो मार्ट भनेर। त्यसै ग्रोसरीहरू के किन आउन मन पऱ्यो भने यहाँ आएर किन्छौँ हामी। के अरे टाइम भएको छ 6:30 समथिङ भएको छ। अहिले चाहिँ रामदानको बेला छ नि त, त्यही भएर त्यो अब के अरे सेलुनहरू चाहिँ अब मुस्लिम हुनाले गर्दाखेरि फास्टिङ टिकट उड्ने बेला भएको रहेछ। र अहिले चाहिँ यहाँ कोही छैन, अब त्यो चाहिँ वेट गरिरहेको छु अहिले।